नमस्कार, म केशवराज विष्ट। आज भने तपाईँहरूलाई म घरको वासिङ मेसिन निर्माण कार्य भइरहेको छ र त्यसको जुन सर्भिसिङ भएको र त्यसको फिटिङ भइरहेको थोरै दृश्य तपाईँलाई देखाएको छु। तपाईँहरू पनि घरमा वासिङ मेसिन राख्नुभयो होला। पक्कै पनि वासिङ मेसिन बिग्रेर कति दुःख भएको छ। यसलाई जतन गरेर चलाउन जाने भने चाहिँ त्यस्तो धेरै दुःख नहुने। सुरुमा सिकाएर मैले हुँदैन चाहिँ कहिलेकाहीँ दुःख पनि हुने। वासिङ मेसिनको सन्दर्भ चाहिँ अपरिहार्य र अनिवार्य भइसक्यो। अब बिग्रियो भने हातै भाँच्यो जस्तो हुने। यो हामीले पनि यसपालि बेरिङ र वाटर सिल बिग्रेर फेरेको र सर्भिसिङ वासिङ मेसिन हो। यो मैले चाहिँ 76 सालमा किनेको रहेछ। यो सेनिक्स भन्ने जापानिज कम्पनीको वासिङ मेसिन हो। बिचमा एकपटक हामीले नजानेर स्प्रिङ्कल भाँचेर फेर्यौँ। यसको प्रयोग गर्ने सही तरिका नजान्दाखेरि र अहिले चाहिँ वाटर सिल र बेरिङ, यो प्रायः बेरिङ र वाटर सिल चाहिँ बेला बेलामा गइराख्दो रहेछ। अनि त्यो गयो भने निकै महँगो पनि पर्दो रहेछ। अनि अर्को एउटा चाहिँ मोटर हो। यो 6 केजीको मोटर हो। 6 केजीको मोटर चाहिँ अहिले पाइन्न भनेर मान्छेहरूले भने सुन्छु। यो पाएन र बिग्रियो भने चाहिँ बर्बाद। तर 10 वर्ष वारेन्टी हुन्छ। करिब 76 भनेपछि धेरै वर्षै भयो, राम्रै भयो, चलेकै छ, कति टिक्छ हेरौँ। त्यसपछि बिग्रियो भने चाहिँ पाइन्न रे। अरू चाहिँ लगभग पाएर बनाउनु पाइँदो रहेछ, सकिँदो रहेछ। यो मोटर बिग्रिएर पाइन्न कि भन्ने छ। नत्र बनाएर चलाउने भने राम्रोसँग जतन गरेर चलायो भने वर्षौँसम्म चलाउन सकिन्छ। जति हामी जतन गर्छौँ त्यति हामीलाई यसको सहयोग पनि हुन्छ, सहिलो पनि हुन्छ। यसको सही मानेमा सदुपयोग गर्यो, बेला बेलामा सर्भिसिङ गर्यो, सही मानेमा चलायो भने चाहिँ आफूलाई पनि सजिलो हुन्छ, मजा पनि हुन्छ। यी वासिङ मेसिनको ब्रेन हो है। खास वासिङ मेसिन चल्ने चाहिँ यहीबाट चल्ने हो। हिजो चाहिँ के गर्छ, यसको कन्ट्रोलर भन्छ। यो बिग्रियो भने चाहिँ कसैले के गर्न सक्दैन। यो बडाको छ मदरबोर्ड कन्ट्रोलर। यसले चाहिँ वासिङ मेसिनलाई गाइड गर्छ। धुने, निचार्ने, पखाल्ने, छिटो घुमाउने, बिस्तारै घुमाउने, उल्टे सुल्टे होइन, सबै गर्नु चाहिँ यसले हो। ल, फाइनल्ली मेसिन चाहिँ लगभग तयारी अवस्था पुगेको छ। हामीसँग दुईजना भेगदान मिस्त्री हुन्छ। हाम्रो बद्रीजी उहाँले चाहिँ मेरो घर पटक पटक आएर बनाइदिएर यो दोस्रो पटक हो भनौँ न। उहाँको काम गरे बडा दामी प्रोफेसनल छ। मेसिन चाहिँ मेरो अतिलो परेर होला, घरहरू बिग्रिन्छ। फाइनल्ली चाहिँ मेसिन तयार भइसकेको छ र यसले लुगा पनि धोइसकेर अब यो ट्याक्क लुगा सुकाउने क्रममा छ, यो अन्तिम चरणमा। धन्यवाद हाम्रो बद्री पौडेलजी र हाम्रो के अरे अर्को साथी युसुफजीलाई चाहिँ धेरै धेरै धन्यवाद भन्दै भिडियो यहीँ अन्त गरेको छु मैले।